हाई गाइस, फेरि पनि आएको छ हामी एउटा रेस्टुरेन्टमा। यो रेस्टुरेन्ट चाहिँ सेवकमा छ हो। अनि यसको नाम चाहिँ, यो रेस्टुरेन्टको नाम चाहिँ मैले हेरिनँ कता हो कता लेखेछ हो। अनि नेपाली रेस्टुरेन्ट अरे, तर यहाँ राम्रो खाना पाउँदो रहेछ, त्यही भएर ल्याएको मेरो बहिनीले यहाँनिर मलाई। रेस्टुरेन्टमा मिस्टी देखेर यस्तो मिस्टी खानु मन लाग्यो कि मलाई। थालीमा मिस्टी पाउँछ भनेर मैले थाली नै मगाएँ। यसको बादमा चाहिँ यस्तो हेरौँ न त मेन्युमा कस्तो रहेछ, के रहेछ हो, दामहरू कस्तो रहेछ भनेर हेरेको त आम्बो एउटा अन्डाको 60 रुपियाँ भन्दाखेरि त म त पुरा चक्कर लागेर यी बहिनीको छोरा जस्तै परेर म पनि लडेँ थिएँ एकखेप। अनि त्यसको बादमा भिडियोमा सबैलाई एकखेप लिँदै थाली पनि आइपुगिहाल्यो हो। मेरो थाली फर्स्ट टाइममा आएछ हो। अन्त थालीमा हेरेको त मिस्टी रहेछ हो। अनि सुँगुरको मासु, आलुदम, अनि दाल, कालो दाल रहेछ, सलाद पनि रहेछ। सलाद त पहिला चाखिदिइहालेँ मैले। अनि त्यसको बादमा त फेरि मोमो पनि आइहाल्यो हो। मोमो, चाउमिन, नानीको लागि अन्डाहरू आयो, सबै आयो कि। त्यहाँदेखिको चाहिँ मेरो पुरा टेम्पटेसन बढ्यो हो, खानु थालेँ म त। कस्तो लाग्यो? मिठो छ। अनि त्यहाँदेखि बहिनीले भन्यो मोमो ट्राई गर्नु भनेर, मैले त नाइ भन्नु सकेन, यस्तो दामी देखेर त मोमो पनि ट्राई गरेको। क्या मिठो रहेछ हो, यस्तो मजा आयो खानु त मलाई त। मोमो त खतरा जुसी रहेछ, पिची जुस निक्लेको नि यसको त। लास्टमा चाहिँ डिजर्ट खाएँ नि त, यो केक खाएँ कि, चिज केक। कस्तो मिठो लाग्यो, यसको त पुरा गर्नु पनि पाएन। खानुको हतारले मैले भिडियो गर्नै बिर्सेछु। यस्तो मिठो थियो यो, फ्रेस न फ्रेस थियो हो। बहिनीलाई पनि एकदम मिठो लाग्यो अरे।